गुरु पद्मसम्मतको यो चाहिँ यो मूर्ति यहाँ छ। जुन हाम्रो किंवदन्ती अनुसार चाहिँ यो जुन यो भाग छ नि, यो भागभित्र चाहिँ गुरु मूर्तिको सबै कुरा यसमा छ भन्ने कुरा चाहिँ किंवदन्तीमा छ। यहाँ विभिन्न किसिमको आकृतिहरू छ नि त, विभिन्न किसिमको आकृति यहाँ मूर्तिहरू छन्। र यो माथि चाहिँ यो एउटा कुरा छ, यो कुरा जुन तेमालमा चाहिँ एउटा यस्तो परिस्थितिमा जुन राक्षसहरूको बिगी हुँदाखेरि चाहिँ गुरु र मूर्तिले चाहिँ यो जुन सेतो भाग छ नि, जुन चिज यसलाई चाहिँ फुर्बा भन्छ हामीले। गुरु र मूर्ति यहीको सहायताले चाहिँ राक्षसको नष्ट गरेर चाहिँ असत्यमाथि विजय गरेको भन्ने कुरा पनि किंवदन्तीमा उल्लेख छ। त्यस्तै गरेर यहाँ विभिन्न किसिमका आकृतिहरू छन्। जुन आकृति यहाँ सानो सानो पाल छ, यहाँ शङ्ख, जुन चाहिँ शङ्ख हामीले बजाउन सकिन्छ। गुरु र मूर्तिले प्रयोग गर्नुभएको यो शङ्ख रहेछ, जुन हामीले एकछिनपछि यसलाई फुक्ने पनि छौँ। त्यसै गरी धेरै किसिमको आकृतिहरू छ। मैले पनि अब यहाँ एकजना स्थानीयलाई, हुन त म पनि स्थानीय हो, तर पनि मलाई त्यति ज्ञान नभएको कारणले गर्दा। र अर्को कुरा, एउटा कुरा महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि हो, गुरु र मूर्तिले यहाँ ढुकढुक तपस्या गर्दाखेरि चाहिँ यो जुन हाम्रो बुद्ध चित्तमाला, फ्रेङ्मा मालाको उत्पत्ति कहाँबाट भयो भने पर्यावरण ठेङ्गामाला, जुनको चाहिँ उत्पत्तिको कुरा चाहिँ विभिन्न किसिमको कुराहरू आएको छ। र अहिलेको हालको कुरामा चाहिँ अब यसले धेरै मार्केट लिएछ। चाइना, ताइवान, विभिन्न बुद्धिस्ट कन्ट्रीहरूमा यसको गइरहेछ। जुन कुरा चाहिँ गुरु रिम्पोछेले चाहिँ यही जुन म तपाईँलाई जुम गर्छु, यही दुलोमा चाहिँ 3टा गेडा फालेर चाहिँ यहीँ बुद्ध चित्तको चाहिँ उत्पत्ति गर्नुभएको अरे यहाँ भन्ने कुरा चाहिँ यहाँको स्थानीय दाईबाट हामीले जानकारी पायौँ, जहाँबाट चाहिँ बुद्ध चित्तको चाहिँ उत्पत्तिको भएको भन्ने कुरा किंवदन्ती छ। त्यसै गरी विभिन्न आकृतिहरू छ, यहाँ धेरै किसिमको आकृतिहरू छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ आकृतिहरू, जुन म तपाईँहरूलाई बिस्तारै म तपाईँहरूलाई बुझाउँदै जान्छु। यहाँनिर एउटा सानो गुफा छ। विभिन्न किसिमका यहाँ आकृतिहरू छ यो भित्र, जुन भित्र म तपाईँहरूलाई बिस्तारै लाँदैछु। यहाँ एकजना मान्छे मात्रै छिर्न सकिन्छ। गाह्रो छ छिर्नलाई पनि, एकजना मान्छे छिर्नलाई पनि गाह्रो छ। यहाँ विभिन्न किसिमका आकृतिहरू छ, त्यो म हजुरलाई देखाउनेछु। यहाँ माथि यहाँ ढुङ्गाको आकृतिहरू छ, जुन चाहिँ गुरु रिम्पोछेको पुस्तक छोइ भन्ने कुराहरू छ। त्यस्तै किसिमका यहाँतिर विभिन्न किसिमका आकृतिहरू छ। यहाँ गुरु रिम्पोछेको यो विभिन्न किसिमका आकृति। यो चाहिँ यहाँनिर एउटा सानो छ, यारीनाग भन्ने कुरा पनि उहाँले यारीनाग गुफा पनि भन्दो रहेछ यसलाई, यो बुझ्न सकिन्छ। यहाँनिर सानो आकृति चाहिँ दोर्जेट, डिल्गो अनि विभिन्न किसिमका हाम्रो बौद्ध धर्मावलम्बी अनुसारले चाहिने चिजहरू छ। यसरी नै यहाँ गुफाहरू पनि छ, विभिन्न किसिमको गुफाहरू। तेमाल यारीनाग भन्ने चाहिँ हाम्रो यो आकृतिले चाहिँ दर्शाउँछ। धेरै छ कौतुल्यका कुराहरू, धेरै जिज्ञासाका कुराहरू धेरै लुकेको छ। यो बारेमा म त्यति विज्ञ नभएको कारणले गर्दा मैले हजुरहरूलाई सबै कुरा डिटेलमा मैले भन्न सकिनँ, यसको लागि माफ गर्नु होला। नेक्स्ट भिडियोमा अथवा अर्को कुनै पनि भिडियोमा म तपाईँहरूलाई विस्तृत रूपमा देखाउनेछु। यहाँनिर विभिन्न किसिमको आकृति छ र म तपाईँहरूलाई यो बाहिरको दृश्यहरू देखाउनु गइरहेको छु। यहाँबाट म तल देखाउँछु। हेर्नुहोस्, साह्रै डरलाग्दो, यति डरलाग्दो ठाउँमा चाहिँ यो अवस्थित छ कि त जो कोही यहाँ आएर तलतिर हेऱ्यो भने रिङ्गटा चल्ने, मुटु काम्नेसम्मको यो
ऊ छ जसले हेर्नु त यस्तो साह्रै सुन्दर ठाउँमा अवस्थित गरेर विराजमान गरिरहनु भएको छ। अब हामी चाहिँ अब करिब अब गुरु हेमवर्षको लागि अब दीप प्रज्वलन दीप ज्वलन गर्ने काममा गइरहेका छौँ। ल धन्यवाद हजुरहरूलाई, धन्यवाद।